अगाडि आएर बस्न दिन अनुरोध गर्दछु। 32 वर्ष लामो इतिहास बोकेको लिटिल स्टार आफ्नो छुट्टै पहिचान उभिएर आफ्नो पहिचान र आफ्नो इतिहासलाई केलाउने जमर्को गरेको छ। तसर्थ यस लिटिल स्टारको यस जमर्को यस प्रयासलाई यस क्षेत्रमा लाग्ने जति सबै सफल र सबल भएका पनि हुँदैनन्। त्यसकारणले मैले यो कुरालाई जगजाहेर गर्न चाहन्छु कि यस लिटिल स्टार माध्यमिक विद्यालयले आफ्नो पहिचान बनाई विभिन्न पुष्पगुच्छाहरूलाई सिर्जना गर्दै देशका विभिन्न क्षेत्रहरूमा सेवारत रूपमा लगाउन सफल भएको छ। त्यसकारणले यस खेलमा पुनः लिटिल स्टार बोर्डिङ हाई स्कुललाई बधाई दिँदै म आजको यस कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अध्यक्षको रूपमा आसन गरिदिनुको लागि यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री दिलमाया थापाज्यूलाई यस कार्यक्रमको सभापतिको आसन गरिदिनुलाई हार्दिक अभिनन्दन अनुरोधले स्वागत गर्नुहोला। त्यसै गरी जोडमा तालीले स्वागत गरिदिनु अनुरोध गर्दछु। कृपया तालीको गडगडाटको कवि सुनिरहेको छु मैले। र त्यसै गरी प्रगति टोल विकास संस्थाका अध्यक्ष यसै गरी समाजसेवी हाम्रो अभिभावकजी हुनुहुन्छ, उहाँलाई पनि अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी हाम्रा अभिभावक तथा समाजसेवी व्यक्तित्व कृष्ण भण्डारीज्यूलाई गर्दछु। त्यसै गरी हाम्रा अभिभावक तथा समाजसेवी भवानी भण्डारीज्यूलाई पनि अतिथिको आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। तथा हाम्रा अभिभावक आदरणीय व्यक्तित्व ऋषिराम गैरेज्यूलाई पनि हार्दिक अतिथिको आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिकै आसन गर्नको लागि हाम्रा आदरणीय अभिभावक समाजसेवी भगीरथ गैरेज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस विद्यालय अहोरात्र खटिने यस विद्यालयलाई आफ्नो ज्ञान सिपद्वारा सिंचित गरिरहने मेरा आदरणीय सहकर्मी मित्रहरू आसन गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो आइटी इन्चार्ज, त्यसै गरी हाम्रा कोअर्डिनेटर दीपक गौतम सरलाई पनि अतिथिको आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी मित्र तथा कम्प्युटर शिक्षक हुनुहुन्छ, उहाँलाई पनि म अतिथिको आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी म हाम्रो सुस्मिता थापा जो हाम्रै विद्यालयकी हाम्रो कलालाई पनि म अतिथिको आसन गर्नको लागि अनुरोध गर्दछु। र त्यसै गरी सोनाली राणा हाम्रो बिचलाई नामभन्दा अलिकति समय धेरै लाग्ने जस्तो लाग्यो। त्यसकारणले अब जति पनि मैले यहाँ नाम उल्लेख गर्न सकिरहेको छैन, हाम्रो आदरणीय शिक्षक शिक्षिका मित्रहरूलाई यथास्थानमा आसन गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मैले यहाँबाट देखिरहेको छु मञ्चमा आसन हुनुभएका हाम्रा आदरणीय अभिभावकजीहरूलाई यथास्थानमै आसन गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु।
विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, उपस्थित हुनुहुन्छ जो उहाँहरूलाई पनि यथासम्म आसन गर्न हार्दिक अनुरोध गर्दछु। Ma'am, Mrs. Dilmaya Thapa, respected founder principal Mr. D.B. Thapa, esteemed member of this school management, dedicated teachers, supportive parents, and my dear bright student. It's my great pleasure to welcome you all to annual function at Little Star Boarding Secondary School. Today is a special day where we come together to celebrate our achievements, talent, and the spirit of our school. A warm welcome to our esteemed chief guest who has honored us with his presence. Your support and encouragement means a lot to us. My sincere thanks to our President Ma'am and Principal Sir for deciding to open this temple of education in the land of Judadada. Because of your kind decision and hard work, many of the children got knowledge and educated manpower got chance to use their skill and dexterity at Little Star Boarding Secondary School. It is a profound honor and an immense pleasure to stand before you today as we celebrate our 32nd annual day, a day that truly embodies the spirit of our Little Star Boarding Secondary School. This isn't just a function, it's a vibrant text story woven with a thread of hard work, talent, dreams, and unwavering dedication from every member of our school family. Today, we look back at the year filled with academic milestones, thrilling sports victories, and a dazzling showcase of cultural performances and melodious songs. To our beloved student, I say your performances today are a testament. You are not just learning, you are creating, innovating, and inspiring us all. Again, a heartfelt welcome to all parents and guardians. Our heartfelt gratitude to our parents. Your belief in us is our constant strength, and your continued support is a cornerstone of our success. A heartfelt gratitude to our teachers, also the sculptors of character and the navigator of knowledge. Your guidance shapes every success story here. Thank you for fostering an environment where every child feels valued and empowered to reach their full potential here. I urge my beloved student to carry forward this spirit of excellence, curiosity, and hard work and compassion. Dream big, work smart, and always remember that you have the power to make a difference in the world. Today's special event, 32nd annual function, we all, students, teachers, and parents, come together here to celebrate. There are performances like dance, song, drama, prepared by our beloved student. And joy, and we hope today will be inspiring, engaging, and memorable for all. Let us make the most of this opportunity to learn, share, and grow together. Once again, I welcome you all
and look forward to a productive and fulfilling day. Once again, Happy New Year 2026 and best wishes to all my beloved students for your upcoming examination. Thank you. उहाँले आफ्ना मायालु शब्दहरूद्वारा सबैलाई सिञ्चन गरेर जानुभएको छ। त्यसै गरेर अबको कार्यक्रम पर्वको अतिथि तथा विशिष्ट अतिथि एवं अतिथिगणज्यूहरूबाट यस कार्यक्रमको पारसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरिदिनुको लागि आदरणीय अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रमको समुद्घाटन सँगसँगै मैले यहाँ वीणा पुस्तकधारिणी अंशवाहन संयुक्ता विद्यादानं करोतु मे प्रथमं भारती नाम द्वितीयं च सरस्वती तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी पंचमं तु जगन्माता षष्ठं वागेश्वरी तथा सप्तमं चैव कौमारी अष्टमं वरदायिनी नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी द्वादशेतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः जीवाग्रे वसिते तस्य ब्रह्मरूपा सरस्वती ब्रह्मरूपा सरस्वती Sarva
अति विशिष्ट अतिथिज्यूहरूलाई संसारमा लम्किन्छ
गर्दछु र विशेष धन्यवाद दिन चाहन्छु म हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई जो आफ्नो प्रस्तुति We all are happy to see you here, and your presence make this function even more special. So now, good morning everyone. I respected all the chief guests and parents, teachers, respected principals, sir, and my dear friends. Today is a proud and joyful day for all of us. The 32nd annual day of our Little Star Boarding Secondary School. Our school was established in 1994 AD. Since then, it has been growing with one clear purpose, to provide quality education and to build disciplined, confident, and responsible students. So this long journey shows the hard work, vision, dedication, and consistency behind our school. And our school isn't just a school where we come to read books and give exams. It's a place where we learn discipline, values, confidence, and responsibilities. Now let's talk about our teachers. Our teachers are the backbone of our school. They teach us many different subjects, but more importantly, they teach us to be punctual, to be disciplined, how to respect others, and how to face challenges and believe in yourself. Our teachers doesn't only teach for today's exam, they prepare us for tomorrow's life. Now, along with such great teachers, we have great opportunities and facilities. We have a clean and well-managed classroom, a library which helps us to increase our knowledge, a computer lab,
that helps us to connect learning with practical experiences, and the sport ground and equipments that help us to be physically healthy and to be active all the time. So all these facilities supports us overall development, not only academically but physically and mentally as well. So now let's talk about the question is what makes our school even more special. Our school doesn't only focus on marks. Through sport, cultural and co-curricular activities, different competitions like quiz and debates, and daily morning assemblies, our school teaches us teamwork, leadership, confidence and discipline. So over the years, our school has achieved success in many different areas. Our school students has performed in different co-curricular activities, different cultural activities, sports, academics, in international and national levels. So at this moment, I really want to say to my dear friends, honestly, school life is short, but its lessons last forever. So never study to only just pass the exams. Study to understand, improve, and grow as a good person. And respect all the teachers who came in your life to teach something valuable, and take a pride to be the student of our school, Little Star. At last, in this occasion, this beautiful occasion, I really want to thank our respected principal sir for his leadership and guidance, and all the respected teachers for their dedication and patience, and all the parents for their trust and support, and all my dear friends for making this school life meaningful. So, in the future, wherever we go and whatever we become, we always remember the place where our foundation was built, our school. So this our school has not only educated us, it has prepared us for our upcoming life to be better. So at the end, I really want to thank you, all the guests and parents, to come here, and happy annual day to all of you. Thank you very much. हाम्रो प्यारो अनुशासित भाइलाई उनले भोगे गरेका पाएका उपलब्धिहरूलाई बयान गर्दै गए र यसै क्रममा हजुरहरू समक्ष मैले हाम्रो सानी नानी अंशिका न्यौपानेलाई पनि आफ्नो मन्तव्य हजुरहरू समक्ष प्रस्तुत गर्नको लागि अनुरोध गर्दछु। अंशिका न्यौपाने। शिक्षकहरू र मेरा दाइ दिदीहरूमा मेरो नम्र नमस्कार। साथै प्यारा प्यारा भाइ बहिनीहरूलाई मिठो माया। यहाँ बस्नुभएका ठुला ठुला बुवा आमालाई पनि हृदयबाट नमस्कार गर्न चाहन्छु। आज म यहाँ मेरो विद्यालय लिटल स्टार बोर्डिङ हाई स्कुलको बारेमा केही शब्द भन्न पाउँदा अत्यन्तै गर्व महसुस गरिरहेको छु। हाम्रो विद्यालय केवल विद्यालय मात्र होइन, यो हाम्रो दोस्रो घर हो। यहाँ हामीले अनुशासन, मेहनत र इमानदार र सहकार्यको पाठ सिक्छौँ। यस विद्यालयले हामीले ज्ञान मात्र होइन, राम्रो बानी र आत्मविश्वासको बाटो पनि देखाएको छ। हाम्रो विद्यालय लिटल स्टार बोर्डिङ हाई स्कुलको शिक्षकहरू अत्यन्तै मेहनती र सहयोगी हुनुहुन्छ। उहाँहरूको मार्गदर्शनले हामीलाई असल विद्यार्थी र जिम्मेवारी नागरिक बन्न प्रेरणा दिन्छ। हाम्रो विद्यालयले पढाइसँगै खेलकुद, सांस्कृतिक कार्यक्रम, विभिन्न क्रियाकलापहरू गराउँछ।
गराइन्छ जसले हाम्रो सम्पूर्ण पक्षको ठुलो खेल खेल्दछ। अन्त्यमा म यहाँ उपस्थित हुनुभएका गुरु र गुरुआमाहरू र अभिभावकज्यूहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। मेरो विद्यालय सधैँ सफल रहोस् भन्ने कामना गर्दछु। धन्यवाद। नर्सिङ अध्ययनरत दीक्षा बसाल ज्यूको पनि उपस्थिति रहेको छ। उहाँलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। दीक्षा बसाल तपाईँ जहाँकै हुनुहुन्छ उठेर आसन ग्रहण गरिदिनुहोला। धेरै धेरै धन्यवाद। कृपया तालीको गडगडाटको अलिकति कमी भएको महसुस गरेको छु मैले। र यसै गरी हाम्रो आदरणीय सरद्वारा तयार गरिएको मारुनी नृत्यलाई तपाईँहरू समक्ष तपाईँ मेरो भाइ बहिनीहरू आउँदैछन् मारुनी नृत्य लिएर। कृपया स्वीकार्नुहोस् मारुनी नृत्यलाई। आकाश थापा सर।
पर्फर्मेन्सका लागि टेक्वान्डो प्लेयर्सहरूलाई म स्टेजमा निम्त्याउन चाहन्छु।
चाहिँ धेरै भएको देखियो त्यो मलाई लगाउँथ्यो भने म सक्दिन्थेँ होला सायद त्यस कारणले म तेक्वान्दो सरलाई पुनः धन्यवाद दिन चाहे र यसै गरी म अतिथिको भाषण गर्नलाई पुनः जोड्न चाहे र हामी माझ हाम्रा भूतपूर्व विद्यार्थी नानुमाया थापा पनि उपस्थित हुनुभएको छ। कृपया नानुमाया थापालाई अतिथिको भाषण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। नानुमाया थापा तपाईँ जहाँ हुनुहुन्छ कृपया आफ्नो ठाउँमा आएको देखिरहेको छु। मैले अक्षेश नामले सम्बोधन गर्न नभ्याए तापनि हाम्रा आदरणीय मित्रहरूलाई अतिथिको रूपमा भाषण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। र यसै गरी अबको क्रममा हामीसँग यस्ता रमणीय क्रियाकलापहरू प्रशस्तै छन्। तिनीहरूलाई हजुरहरू समक्ष हामीले कतिसम्म प्रस्तुत गर्न सक्छौँ त्यो हामीलाई समयले बताउनु नै छ। र अहिले भने हामी माझ यस विद्यालयका संस्थापक प्राचार्य श्री गिमी थापाज्यूलाई यस विद्यालयका गतिविधिहरूमाथि प्रकाश पार्दिन र आफ्ना वस्तुगत निर्णयहरूलाई विषयवस्तुहरूलाई तपाईँहरू माझ प्रश्न पारिदिनुको लागि म स्टेजमा निम्त्याउँछु। कृपया जोरदार तालीले उहाँको आमन्त्रणलाई स्वीकार गरिदिनुहोला। धन्यवाद प्रकाश सर, हाम्रो नेपाली गुरु हुनुहुन्छ, अनुभवी नेपाली शिक्षक हुनुहुन्छ। म सर्वप्रथम सबैमा शुभ बिहानी। अब हामी दिवाकालीन समयमा प्रवेश गर्दैछौँ। सबैमा मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट दिवाकालीन नमस्कार टक्न चाहन्छु, स्वीकार्नुहोला। लिटिल स्टार बोर्डिङ सेकेन्डरी स्कुल तिलोत्तमा 16 जुडा रूपन्देहीको 22औं अभिभावक तथा वार्षिकोत्सव कार्यक्रम 2082 हामी सम्पन्न गर्दैछौँ। यस गरिमामय यो हाम्रो समारोह र हाम्रो समारोहलाई अझ बढी गरिमामय र सफल बनाउनको लागि हाम्रो निमन्त्रणालाई पाल्नुहुने तिलोत्तमा नगरपालिका वडा नम्बर 16 का समाजसेवी वडा अध्यक्ष आदरणीय जगलाल भुषालज्यू, यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलमाया थापाज्यू र अतिथिको रूपमा विद्यालय सहप्राचार्य माया थापाज्यू, यसै गरी विशिष्ट अतिथि श्री कृष्ण थापा अध्यक्ष प्रगति टोल विकास संस्था, श्री नारायण गौतम समाजसेवी पूर्व अध्यक्ष प्रगति टोल विकास संस्था, यसै गरी जनक टोल विकास संस्थाका अध्यक्ष ऋषिराम गैरेज्यू लगायत हाम्रा समाजसेवी अभिभावकज्यूहरू भवानी भण्डारीज्यू, कृष्ण भण्डारीज्यू, भागीरथ गैरेज्यू लगायत सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू, सँगै मेरा सहकर्मी शिक्षक मित्रहरू, प्यारा भाइ बहिनीहरू र यो फोटोग्राफी गर्ने भाइहरू, यसै गरी प्राविधिक भाइ सम्पूर्णलाई फेरि पनि मैले स्वागत गर्न चाहन्छु, अभिवादन टक्राउन चाहन्छु। मैले छोटोमा हाम्रो विद्यालयको बारेमा यो हाम्रो आज वार्षिकोत्सव कार्यक्रम भइरहेको छ, यसमा यो अवसरमा
मैले केही कुराहरू छोटोमा म प्रस्तुत गर्न चाहन्छु। वार्षिक उत्सव कार्यक्रम हाम्रो यो जन्मदिन, विद्यालयको जन्मदिन 2051देखि अहिलेसम्म आइपुग्दा हामी 31 वर्ष पुरा गरेर 32 वर्षमा प्रवेश गरेको अवस्था हो। यो अवस्थामा हामीले गरेका सुरुका दिनदेखि अहिलेसम्म हाम्रो विद्यालयको प्रगतिको अवस्था र हामीले विभिन्न समयमा गर्दै आइरहेका बालबालिकाहरूको गतिविधिहरूको बारेमा यो जन्मोत्सव मनाइरहँदा र अब अभिभावक दिवसमा आज हामीले अभिभावकको तर्फबाट पनि हामीले राम्रा सुझाव सल्लाहहरू यो अवसरमा लिने, हामीले गरेको कामहरूमा उहाँहरूबाट चाहिँ कस्तो लागिरहेको छ त्यो कुराहरू एउटा जोड्ने एउटा अवसर हो। हाम्रो विद्यालयको ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने हामी 2051 सालमा स्थापित हुँदै गर्दा हामी त्यो अवस्थालाई सम्झँदा र अहिले सम्झँदा त्यसको फरक धेरै छ। हामी मदौलिया गाउँ मदौलियामा हामी त्यहाँ जम्मा 58 विद्यार्थीहरू र कक्षा 2 सम्म सुरु गर्दै अहिले हामी कक्षा 12 सम्म स्वीकृति लिएर, यद्यपि अहिले हामी केही ब्रेकमा छौँ। हामी 80 सालसम्म करिब 6 वर्ष हामी चाहिँ +2 पनि चलायौँ र वर्तमान समयसम्म आइपुग्दा हामी करिब विद्यार्थीहरू अहिले 600 विद्यार्थीहरू हाम्रो विद्यालयमा अध्ययनरत छन् र अहिले हामी एउटा यो तयारीमा पनि छौँ। यो अब हामी छिट्टै परीक्षातर्फ पनि हामी अगाडि बढेका छौँ। मैले यो हाम्रो विद्यालयको उपलब्धिहरू, हामीले गरेका उपलब्धिहरूलाई थोरै जोड्न चाहन्छु। एउटा खालको गौरव पनि लाग्छ कि एउटा शिक्षा क्षेत्रमा काम गर्दै रहँदा यो क्षेत्रलाई एउटा पेसाको रूपमा रोजेर हामी यो एउटा लामो समय बितायौँ। हामीले यो अवस्थामा हामीले राम्रा शिक्षकहरू, दक्ष जनशक्तिहरू उत्पादन भएका रहेछन् भन्दाखेरि धेरै गौरव लाग्छ। हामी 2061मा पहिलो ब्याच सुरु गरेका हौँ। 2061देखि अहिलेसम्म करिब अराउन्ड 1000 जना विद्यार्थीहरू हाम्रो चाहिँ एससी एसएलसी पास आउट भइसकेका छन्। त्यसमध्येबाट धेरै विद्यार्थीहरू डक्टर छन्। हामी 1 जना 2 जना होइन, थुप्रो विद्यार्थी, 2500 विद्यार्थीहरू डक्टर, 2500 विद्यार्थीहरू इन्जिनियर, नर्सिङ, प्रहरी, सेना, निजामती क्षेत्रमा अधिकृतहरूमा चाहिँ काम गरिरहेका छन्। खेलकुद क्षेत्रमा हेऱ्यो भने राष्ट्रिय खेलाडीहरू बनिरहेछन्। सङ्गीत क्षेत्र, यसै गरी विभिन्न विधामा क्षेत्रमा उपलब्धि चाहिँ हासिल गरेको देख्दा एउटा गौरव पनि लाग्छ कि हामीले के गर्न सकेका रहेछौँ, हामी के गर्न सक्यौँ भन्ने पनि लाग्छ। अब हामी यो विद्यालय एउटा मन्दिर हो, एउटा सफा भावना, सफा उद्देश्य, यसमा खास गरी बालबालिकाहरूको भविष्य निर्माण गर्ने, बालबालिकाहरूको भविष्य बनाउने त्यो उद्देश्यका साथ नै एउटा मन्दिरमा आउने अभिभावकहरू, विद्यार्थी पठाउने हामी पनि जोडिने गर्छौँ। यहाँ हामी मुख्यतः विद्यार्थी भाइ बहिनीहरू, अभिभावकहरू र विद्यालय पक्ष, व्यवस्थापन पक्ष, शिक्षा कर्मचारीहरू हामीहरूले चाहिँ मिलेर नै यसलाई फलाउने राम्रो बनाउने कुरा चाहिँ आउँछन्। त्यस कारणले अब समयअनुसार चल्दै जानुपर्छ। हिजोको 10 वर्ष अगाडि, 20 वर्ष अगाडि, 30 वर्ष अगाडिको एउटा सोच, एउटा दृष्टिकोण फरक थियो। अब अहिले आएर धेरै रूपान्तरण भइसकेको छ। अहिले इन्फर्मेसन टेक्नोलोजी होइन, एउटा सूचना प्रविधिले फड्को मारेको छ। अहिले नयाँ आएको जुन जेनजी पुस्ता भन्छ, 28 वर्षभित्रका पुस्ताहरूको सोच होइन, अलिक पछाडिको सोच, तपाईँ हाम्रो सोच, त्योभन्दा पुरानोको सोच, एउटा दृष्टिकोण नै पनि वस्तुलाई त्यसलाई हेर्ने, पर्सिभ गर्ने, ग्रहण गर्ने, त्यसलाई परिभाषित गर्ने होइन, त्यो एउटा पुस्ता अनुसार, उमेर अनुसार फरक पर्छ। त्यहाँबाट अहिले आउने जुन नयाँ बालबालिकाहरू छन्, जुन उनीहरू चाहिँ प्रविधि मैत्री नै जन्मेर आएका छन्। प्रविधिलाई उनीहरू उनीहरूले साधनको रूपमा, एउटा अनिवार्यताका रूपमा लिँदै आएका छन् होइन। यो विषयलाई पनि हामी कसरी जोड्न सकिन्छ त्यो हिसाबले हामी अगाडि बढ्न जरुरी छ।
नानी बाबुहरू राम्रा छन्। यसरी अभिभावकहरूले पनि सहयोग गर्नुभएको छ, बालबालिकाहरू पठाउनु भएको छ र आजको यो विद्यार्थीकै कार्यक्रमहरू, अभिभावककै कार्यक्रमहरू अभिभावक डे, प्यारेन्ट्स डे पनि भनिन्छ। यसमा अझै बढी जोडिन पाएको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ। विद्यार्थी भाइ बहिनीहरू हामीले कति सम्झाउन सक्यौँ, अभिभावकले कति सम्झाउन सक्यो। यो एउटा यस्तो विधा हो, मञ्चमा प्रतिभाहरू हामीले प्रस्फुटन गर्ने, प्रतिभा पस्कने, देखाउने। सिकाइ भनेको, शिक्षा भनेको एउटा कक्षा कोठामा सिक्ने कुरा मात्रै होइन। सिक्ने कुरा सर्टिफिकेट मात्रै ठुलो कुरा हो। त्यहाँदेखि व्यावहारिक कुरालाई कसरी जोड्ने, अरू बाह्य कुरासँग कसरी जोड्ने र आफ्नो इच्छा बाहेक अरूको इच्छाहरूलाई पनि जोडेर लाने, आफू चाहिँ सहभागी नभए पनि अरूको प्रतिभासँग रमाउने होइन, अरूको खेलकुदसँग रमाउने, आफ्नो सिप क्षमता जे छ त्यसमा चाहिँ आफू पनि जोडिने। यो कुरा हामीले बच्चा बच्चीलाई सिकाउन जरुरी छ। अब यहाँ हामी 7, 8, 9, 10 का बच्चाहरू सहभागी उनीहरू आउनु भएको छ, नहुनेहरू अलिकति एब्सेन्ट भइदिने, नआइदिने। त्यसमा अभिभावकले पनि हामीले उहाँलाई सिकाउन सकेनौँ, बालबालिकालाई जोड्न सकेनौँ, हामीले पनि जोड्न सकेनौँ। त्यस कारणले अब यो अहिलेको बालबालिकालाई राम्रो बनाउने, बालबालिकालाई चाहिँ एउटा प्रतिस्पर्धी बनाउने होइन, उनीहरूलाई एउटा कुशल असल विद्यार्थी बनाउने भनेको अभिभावकको पनि भूमिका छ होइन, स्कुलको पनि भूमिका छ। सँगसँगै स्वयं विद्यार्थीहरू पनि राम्रो कामप्रति इनिसिएसन लिने, राम्रो कामप्रति चनाखो हुने, जागरुक हुने होइन, चेतनशील हुने, कन्सियसनेस होइन, राम्रो कुराप्रति जोडिने, यो कुरामा सबै चाहिँ जोडिन जरुरी छ। र अब हामी हाम्रो तर्फबाट अब जे भएको छ त्यसलाई अब अगाडि बढ्ने, अगाडि राम्रो गर्ने कुरामा हामी शिक्षकहरू होइन, हामी मलाई लाग्छ हामी कम्पिटेन्ट टिचरहरू, हामीलाई यहाँ एकदम ट्रेन टिचरहरू हुनुहुन्छ, अनुभवी सरहरू हामी जोडेका छौँ। हामीले रिजल्ट कसरी राम्रो बनाउन सकिन्छ होइन, रिजल्ट कति चाहिँ प्रतिस्पर्धी बनाउन सकिन्छ, त्यस कुरामा पनि हामी एकदम जिम्मेवार छौँ। स्कुलको टिम, हामी शिक्षक, हामी व्यवस्थापन टिम चाहिँ अभिभावकहरूलाई, आदरणीय अभिभावकज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरूलाई अहिलेको समयको 21औँ शताब्दी, अहिलेको 21औँ शताब्दीको शिक्षालाई प्रतिस्पर्धी बनाउने, व्यावहारिक एउटा यो प्राविधिक र यो बालमैत्री शिक्षा, प्रविधिमूलक शिक्षामा जोडेर लाने कुरामा त्यो हाम्रो अनुभवले र हाम्रो प्रयासले र यो विद्यालय चाहिँ एउटा पुरानो विद्यालय, यो टेस्टेड होइन, एउटा वास्तवमा एउटा प्रमाणित भइसकेको, हामीले राम्रो एउटा चाहिँ नि उत्पादन हामीले गरिसकेको हुनाले अभिभावकज्यूहरूलाई मैले आग्रह गर्न चाहन्छु, विनम्रपूर्वक मैले फेरि पनि आग्रह गर्न चाहन्छु, तपाईँहरूको बालबालिकाको भविष्य, तपाईँहरूको बालबालिकाको गुणस्तर शिक्षा, प्रतिस्पर्धी शिक्षाका निम्ति हामी जिम्मेवार छौँ, हामी एकदमै कटिबद्ध छौँ। त्यो कुरामा हामी चाहिँ एकदम लागेर चाहिँ हामी अगाडि बढिरहेका छौँ। यस कुरामा ढुक्क हुनुहोला कि यहाँ पढेर नानी बाबुहरूको भविष्य राम्रो बन्छ होइन, एकदमै राम्रो चाहिँ बनाउन हामी लाग्छौँ। म त्यो कुरा मैले आग्रह गर्दै हामी स्कुलको भावी कार्यक्रमहरूमा चाहिँ हामी सधैँ प्रतिस्पर्धी गुणस्तर शिक्षा प्रदान गर्ने कुरामा, पूर्वाधार विकास गर्ने, पूर्वाधार सुधार गर्ने कुरामा, व्यावसायिक प्राविधिक शिक्षामा जोड दिने कुरामा, प्राविधिक शिक्षालाई जोड्ने कुरामा, बालमैत्री शिक्षालाई जोड्ने कुरामा सधैँ हामी लाग्नेछौँ। यसलाई एउटा भावी हाम्रो कार्यक्रमको रूपमा हामी अगाडि बढाउँछौँ। र अन्तमा आज आफ्नो महत्त्वपूर्ण समय हाम्रो कार्यक्रमलाई दिनुभयो र यहाँ आइदिनु भयो, हाम्रो शोभा बढाइदिनु भयो। यसका निम्ति म विशेष रूपमा हाम्रो अभिभावक पनि हुनुहुन्छ, उहाँका 3टा नानी बाबुहरू यहीँ पढेर एउटा उच्च शिक्षा हासिल गरेका छन्। बाबु नानीहरूले राम्रो पढिरहेका छन्। मेरो मित्र पनि हुनुहुन्छ, अभिभावक पनि हुनुहुन्छ, अहिले स्थानीय सरकारको वडा अध्यक्ष पनि हुनुहुन्छ झबिलाल भुसालज्यू, यसै गरी हाम्रो टोल विकास संस्थाका अध्यक्ष, अन्य हाम्रा समाजसेवी नारायण दाजु, कृष्ण दाजु लगायत सम्पूर्ण अभिभावकहरू, अहिले यो हाम्रो जुन कार्यक्रम भइरहेको छ यसमा सक्रियताका साथ यो कार्यक्रमलाई सफल बनाउनलाई एकदम लागि पर्ने हाम्रा सांस्कृतिक टोलीका साथीहरू, जिम्मेवार साथीहरू, शिक्षक साथीहरू, शिक्षिका साथीहरू सबैप्रति पनि
धन्यवाद आभार व्यक्त गर्दै र सम्पूर्ण अभिभावक सम्पूर्ण विद्यार्थीहरूलाई आजको कार्यक्रमको सफलतामा सहभागितामा तपाईँहरूको उपस्थिति तपाईँहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै मेरो छोटो मन्तव्य यही अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद विद्यालयका संस्थापक प्राचार्य सम्पूर्ण इतिवृत्तान्त हजुरहरू सामु प्रस्तुत गर्नुभयो र यसै गरी मेरो सामु अहिले हाम्रा आदरणीय मित्र, आदरणीय व्यक्तित्व, समाजसेवी हजुरहरूको उपस्थिति भएको मैले देखेको छु। अझ भन्दा यस विद्यालयका घनिष्ठ छिमेकी मित्र हुनुहुन्छ उहाँ, समाजसेवी मित्र हुनुहुन्छ उहाँ र कोटियावा बजार व्यवस्थापन समितिका कार्यकारी सदस्य हुनुहुन्छ उहाँ आदरणीय कृष्ण भण्डारीज्यू। उहाँलाई पनि म अतिथि भाषण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मैले मेरो आँखाले सैथरी बाजायो ताल, सैथरी घुडायो चाल, मिर्ची काली सिँगै दिएको साझा हाम्रो जननी पाल। सैथरी बाजायो ताल, सैथरी घुडायो चाल, I am 4 years old. I study in class LKG. My father name is Pawan Kumar Pandey. My mother name is Saraswati Batra. I want to be a teacher. Thank you. I will Thakade. Thank you. Everyone, my name is Akash Singh. I study in class LKG. I am a boy. I am 5 years old. My school name is Little Star Boarding Second Tirotama 16 Jada. I live in June. My father name is Krishna Paul Satyavamshi. My mother name is Asmita Timilsida. I read a Nepali. Thank you. My father name is Prabhat. My mother name is Thank you. My name is Jimani Chowdhury. I study in class LKG. My school name is Irina Mogodles. Thank you. Thank you. Everyone, my name is
16 Judah. I am 5 years old. I hear near your best, near your desk. Thank you. सैथरी बाजा एउटै ताल सैथरी घुडा एउटै चाल सैथरी